सो हेलो एभ्रिवान। अहिले चाहिँ मैले यो cos x लेस देन इक्वल टु -1/2 को सोल्युसन लिएर आएको छु। सुरुमै सुरुमा जान्नुपर्ने कुरा चाहिँ यसमा के छ भन्दा cos x को ग्राफ त सबैलाई थाहा छ है, यो त बच्चालाई पनि थाहा हुन्छ। यो त यस्तो बनेको हुन्छ, यहाँपट्टि चाहिँ 1 हुन्छ, अनि यो 0 भयो, यो π/2 भयो, यो पाई भयो, यो 3π/2, मतलब यो 0 टु पाई, यो पाई टु 2π यस्तो हुन्छ। अनि यो छ नि, यो यस्तो पहाड जस्तो यो यहाँ छ, अनि फेरि यो रिपिट हुन्छ, यसरी रिपिट हुन्छ हैन, अनि फेरि यसरी रिपिट हुन्छ, एन्ड सो अन यता जाँदै गर्छ। सिमिलरली यता पनि त्यस्तै हुँदै जान्छ। यो त सबैलाई थाहा छ। यसको पनि पिरियड कति हुन्छ? पिरियड कति हुन्छ यसको? 2π। पिरियड यसको 2π हुन्छ। ओके, सो अब मैले चाहिँ के गर्नु पऱ्यो भन्दा चाहिँ यहाँ आएर अब cos x त मैले बनाएँ यस्तो भनेर, cos -1/2 को भनेको के हो? योभन्दा तल, माइनस तल भनेको -1 को तल भयो नि त, अनि 1/2 भनेको यो y इक्वल टु -1/2 यो भयो। मतलब लेस देन अर इक्वल टु cos x चाहिँ -1/2 भन्दा चाहिँ सानो हुनु पऱ्यो, योभन्दा सानो हुनु पऱ्यो भनेपछि यो चाहियो मलाई, यो चाहियो, र यो दुईवटा पोइन्ट पनि त्यसैमा इन्क्लुड गर भन्यो हो नि त। त्यसले त इक्वल टुले त्यही भनेको नि त। अब मैले के गर्ने भन्दा चाहिँ अब यो निकाल्ने के, मतलब के गर्ने सुरुमा cos x इज इक्वल टु 1/2 भनेर निकाल्ने। अब यो भने कतिखेर हुन्छ? cos x 1/2 कतिखेर हुन्छ थाहा छ कि छैन? थाहा छैन? cos x 1/2 भनेको कतिखेर हुन्छ भन्दा π/3 मा हुन्छ है, 60 डिग्रीमा हैन, 60 डिग्रीमा हुन्छ। अनि त्यो त एउटा मात्र भयो, रिपिट पनि त हुन्छ, अभियसली हुन्छ हैन। ल 60 डिग्रीमा त हुन्छ, तर यहाँ त π/2 को के अरे 1/2 को कुरा छैन नि, यहाँ त माइनसको कुरा छ नि। अब हेर्ने cos नेगेटिभ कहाँ हुन्छ, नेगेटिभ कहाँ हुन्छ भन्ने कुरा हेर्ने भने के हो? कास्ट फर्मुला CAST हैन। cos नेगेटिभ एमा त पोजिटिभ हुन्छ, सी आफूमा पोजिटिभ, यसमा अल पोजिटिभ भन्छ, यो दुईवटा पोजिटिभ भयो, यो दुईवटामा नेगेटिभ हुने भयो। अब यो क्वाड्रेन्टको मैले कुनै पनि एङ्गल झिक्दैछु भने त्यो भनेको कसरी झिक्ने भन्दा π-θ गरेर गर्नुपर्छ है। जहिले पनि π-θ गरेर गर्नुपर्छ, जुन थीटा भनेको हाम्रो कति आएको थियो? π/3 आएको थियो। अब यो थीटा भन्ने कसरी निकाल्ने भनेर तिमीहरूलाई डाउट लाग्छ भने सुरुमा यो नेगेटिभ छ नि, यो नेगेटिभ नराखिकन एङ्गल निकाल के। एङ्गल निकालेपछि जुन एङ्गल आउँछ नि त्यही नै थीटा हुन्छ क्या। अनि त्यही भएर त्यसमा अनि यो क्वाड्रेन्टमा एङ्गल निकाल्दाखेरिमा π-θ गरेर गर्ने, यो क्वाड्रेन्टमा एङ्गल निकाल्दा चाहिँ π+θ गरेर गर्ने के। यो गरेर कति आयो? यो भनेको π-π/3 भनेको चाहिँ 3π - 2π/3 आयो। यो चाहिँ कति आयो? 4π/3 आयो। यो चाहिँ हुन्छ 2π/3, यो चाहिँ हुन्छ 4π/3, यसरी आएको हो। मतलब x बिलोङ्स टु 2π/3 र 4π/3। अनि यो राखेको कारण त बुझिरहेको छौ नि, हो यो भएको कारणले हो, यो इक्वल टु भन्यो नि त यसले। यदि यो मात्र हुन्थ्यो भने मैले यहाँ यो नराखेर यस्तो राखिदिन्थेँ, तर यो छ, त्यही भएर यो बिग ब्राकेट राखेको। अब के गर्ने? पेरियोडिक फङ्सन हो, यता पनि 2nπ एड गर्ने, यता पनि 2nπ एड गर्ने, हेन्स यही हो एन्सर। ल सजिलो छ यो, अघिको सुरुको बुझेको भने यो त हेर्न नि पर्दैन, सिधै निकाल्न सक्थ्यो।